त हेलो गाइज के छ खबर सन्चै हुनुहुन्छ? आज मैले बस्दा बस्दै मेरो दिमागमा एउटा के कुरा आयो थाहा छ? अबदेखि म यो सोसियल मिडियामा कुनै नौटङ्कीबाजी बक्चोदीबाजी गर्नेवाला छैन। म जस्तो छु त्यस्तै देखाउनेवाला छु, किनकि म छु नै यस्तो। मलाई किन धेरै गर्नु पर्यो ओभर एक्टिङ? किन धेरै गर्नु पर्यो? किन भ्लगमा सिनेमेटिक बनाउनु पर्यो? किन म त्यो जुन मेरो लाइफै होइन म त्यसरी बाँच्दिनँ, म किन त्यसरी देखाउनु पर्यो मैले भिडियोमा? हो म यस्तै छु, म जस्तो छु म त्यस्तै देखाउँछु भन्ने हिसाबले चाहिँ आएँ म। अनि अब के को कुरा गरौँ आजको अहिलेको हालको अवस्थामा भनेको अब के छ कुरा? त्यस्तो कुरा मलाई त केही थाहा छैन। म त पढ्नु बसिरहेको छु, त्यही भएर म खासै केही वरपर यताउता के हुँदैछ मलाई केही थाहा छैन। तर सुकुना माविमा चाहिँ त्यस्तो अलिकति नराम्रो खालको घटनाहरू सुनियो होइन। त्यो साला पहिला तर हुन्थ्यो क्या त्यस्तो, हाम्रै स्कुलमा पनि हुन्थ्यो। मतलब सरहरू अलिकति ठर्की टाइप्सको। मैले धेरै मतलब केटी साथीहरूले त्यो बेला कुरा गर्थ्यो, यस्तो चिमोट्थ्यो आएर यसरी जिउमा हात हाल्थ्यो, त्यस्तो खालको थियो। अहिले मात्रै होइन पहिल्यैदेखि भएको त्यो कुरा चाहिँ। अब कति मतलब अब धन्न त्यो दिदी बहिनीहरूले त धन्न उनीहरूले त त्यो त्यस्तो कुराहरू रिभिल गर्नु आर्ट गरेछन् होइन। तर कतिपय त्यस्तो पनि छन् कि जसले त्यस्तो कुरा गरेकै छैन क्या, मतलब लुकाएरै राखिरहेछन् क्या। अनि अब त्यो मतलब म सानोमा पढ्दाखेरि अब त्यस्तो थियो स्कुलमा, त्यस्तो खालको नियत भएको सरहरू थिए, मतलब सुनाउँथे। तर हामी अब त्यतिखेर त सानै थियो, त्यस्तो वास्ता लाग्थेन। तर उनीहरूलाई अब त्यो खालको इन्सेक्युर फिल चाहिँ हुन्थ्यो। त्यो बेलादेखि नै भएको हो क्या, यो अहिले मात्रै भएको होइन। त्यही भएर अलिकति त्यो कारबाही जुन गर्यो एकदम राम्रो गर्यो। अब त्यसले गर्दाखेरि अरू पनि अलिकति सचेत त हुन्छन् होइन। अनि त्यही हो आजको भिडियो। के अरू के भन्नु? अनि अर्को अब टपिक्स भनेको साला समय रैना कस्तो हरामी रहेछ यार। बुद्ध बिहारमा जन्मेको अरे कसले हेर्छ इन्डिया गट ट्यालेन्ट? बुद्ध त बिहारबाट पो भन्छ हौ साला। उनले त्यहाँ तपस्या गरेर ध्यान गरेर ठाउँ चाहिँ बिहार हो, तर जन्मेको त नेपालमा हो नि त। पहिला सिद्धार्थ गौतम मात्रै थियो, जब त्यो बिहारमा गएर उसले तपस्या गर्यो, घोर तपस्या गर्यो, एकदम उसले आफूलाई मतलब चिन्यो पायो होइन। त्यस पछाडि मात्रै गौतम बुद्ध चाहिँ त्यहाँबाट भएको। तर अब त्यो के अरे समय रैनाले कुन हिसाबले भन्यो जे बोलिदिँदा पनि हुन्छ भन्ने खालको कुरा गर्यो कि किन त्यस्तो सोचेर त्यस्तो कुरा गरेको। तर पनि अब ऊ जतिको इन्फ्लुएन्सरले त्यस्तो भन्नु अलिकति राम्रो होइन क्या, किनभने कतिलाई त थाहै छैन कि मतलब कति त मिसअन्डरस्ट्यान्डिङ भइरहेको हुन्छ कि। अब नेपाल के अरे गौतम बुद्ध नेपालमा जन्मेको होइन, जापानमा भनिदिन्छ, कहिले कहाँ भनिदिन्छ, त्यस्तो खालको भिडियो पनि देखिरहेको थिएँ। त्यस्तो छ क्या। तर अब त्यो बेला त ल कुनै नेपाल थिएन होला, कुनै मतलब राज्य थियो, त्यस्तो नेपालहरू अहिले जस्तो भएको थिएन नि त। त्यो हिसाबले भन्ने हो भने चाहिँ अब नेपाल थिएन। तर अहिले मतलब रिसेन्टली हेर्ने हो भने त गौतम बुद्ध त नेपालमै जन्मेको हो। त्यही भएर हामीलाई अलिकति अब प्राउड फिल हुन्छ, हामीले एउटा शान्तिको प्रतीकको रूपमा लिन सक्यो गौतम बुद्ध नेपालमा जन्मेको। हाम्रो के अरे विश्वकै अग्लो हिमाल माउन्ट एभरेस्ट हाम्रै नेपालमा छ। गोर्खाली भनेर हाम्रै नेपाललाई चिनिन्छ। त्यो हो नि त अलिकति आफ्नो
देशलाई रिप्रेजेन्ट गर्ने कुराहरू नै त्यसरी अरूले मिसयुज गरिदियो भने त हाम्रो पनि अलिकति पारो तात्तिन्छ, हामीलाई पनि अलिकति चित्त दुख्छ। त्यही भएर समय रहना भैया, तुमने बहुत अच्छा काम नहीं किया। करना है तो बोलना है तो अच्छा अच्छा बोलो, नहीं तो हम तुमको आकर मार नहीं सकते। जे होस्, त्यो कुरामा चाहिँ अलिकति म दुखी छु। म धेरै कमेन्टमा पनि बाजेँ त्यहाँ, साला हरामीहरू अनेक नचाहिने बोल्दो रहेछ यार। गुगलमा सर्च गरेर हेर्नु नि, अहिले यत्रो छ है त। अब अरू कुरो त्यस्तै हो। आजको टपिक चाहिँ यस्तै थियो, नचाहिने टपिक्स लिएर आउँछु म घरिघरि होइन। अनि अब पर्सिदेखि मेरो इक्जाम छ, पढ्नुपर्ने हुन्छ एकदम टुप्पी कसेर। त्यही हो गाइस, कसले इक्जाम दिन लाग्नु भएको छ तपाईँहरूलाई पनि धेरै बेस्ट अफ लक है। अब पढेको त केही छैन, अब भोलि पढ्ने, एकछिन र भरे बेलुका एकछिन पढ्ने, भोलि दिउँसोभरि पढ्ने, त्यस्तै हुन्छ। ल बाई गाइस।